Hello everyone, welcome back to Swag Vlog. I hope हजुर सबैजना सन्चै हुन्छ भनेर म पनि एकदमै ठीक छु. So by the title हजुरलाई थाहा भइसक्यो आजको भिडियो के रिलेटेड छ भनेर. यस मेरो दुईजना साथीहरु आउँदै छन् हैन. हामी तीनजना भएर चाहिँ आज एकदमै रमाइलो गर्नेवाला छौं हैन, खानेकुरा इन्जोय गर्दै. अनि यस अपार्ट फ्रम दैट वी आर गोइङ लाइभ. अनि सबैजनाको कमेन्टहरु पनि पढ्छौं हामी हैन. त्यही नै हो आजको भिडियो चाहिँ अलिकति डिफरेन्ट छ अरु बेला भन्दा. आई होप हजुरलाई मन पर्छ भनेर. सो आउने बेला भयो होला. यस अनि यो भिडियो चाहिँ अन्तिमसम्म हेर्दिनु होला. कस्तो लाग्छ भनेर चाहिँ कमेन्ट पनि गरिदिनु होला. एन्ड देन डोन्ट फर्गेट टु लाइक एज वेल. हजुरको फुडी साथीहरुलाई चाहिँ शेयर पनि गर्न सक्नुहुन्छ है त. सो स्टे ट्युन. सो तिमी राखिसकेको छ म गए त तल हाई भन टुडे कतै गर्दाखेरि इन्ट्रो ल हैन. गाइस आज चाहिँ एक कुरा भयो यहाँ त्यो खाना सक्छ नि फेरि बन्दै खान्छ चाहिँ ए खानुपर्छ हैन त यता हेर लजाउने त हैन नि बोलाउ न यसरी ल अब गर्दिन सो आज चाहिँ हामी चटपटोलाई हो यो गाईले त पुरा स्पाइस राख्यो कतिवटा खान सकिन्छ है 5 वटा त सकिन्छ होला नि अहिलेलाई चटपटीहरु अरु एक्सरसाइजहरु हुन्छ अरु कतिवटा खान तिनटा त अलिक थोरै हुन्छ लाग्छ सो यिनीहरूले त्यस्तो खाने नि सोझी केटीमा हो क्या कस्तो लागिरहेको छ एलिजा एलिजा त फर्स्ट टाइम आएको हो मेरो घरमा यता हेर्नु त अनि ऊ चाहिँ के अरे मेरो साथी तामाङी साथीले चाहिँ यता हेर्नु त पाउने अनि म चाहिँ होइन हजुरलाई थाहा छँदैछ मेरो बारेमा अनि त्यही नै हो आज चाहिँ हामी ब्लास्ट गर्नेवाला छौँ आज चाहिँ त्यो मुकबाङ टाइपको भिडियो मात्रै बनाउनु दिएको कि सो लेट्स डु के भन्छ अरे यो ब्लग टाइपको बनाऊँ भनेर अनि ट्राई गरेको छु होइन आई होप मनपर्छ होला होइन कस्तो लाग्छ भनेर कमेन्ट पनि गरिदिनु होला अनि चटनी बनाउने होला कि सो हाम्रो यो चटपटीको लागि चाहिँ यो मसला रेडी छ होइन अब हामी गर्नु बाँकी भने चटपटी बनाउँ के चटनी बनाउने त्यहाँ रेडी छ सबै ल्याइसक्यौँ त अनि पखाल्दैछु अब त्यही अहिले हामी अब सब रेडी गरेर भेटौँ है त उतैतिर तिमीहरू मलाई उति बनाउँछु कि फेरि खानुलाई भने फेरि ल्याउने सो न्यू सेफ है त इन द हाउस मजाले फुटाएर राख्छु होइन के हुन्न अनि मोल्ने चाहिँ लास्टमा मसला यहाँ वाइ पाउडर के लेखेको छ यहाँ सेजनी पाउडर रहेछ लास्ट छ कि तर अलिकति नेपालको जस्तो चाहिँ हुन्न होइन नेपालको जस्तो त्यो चुरुङ हुन्छ क्या लास्ट चाहिँ यो चाहिँ भगवान् होइन छ नेपालमा त्यो भयो के हाल्नु पर्छ मसला रामेन पकाउने होइन कता खाने अरे ओ पिरो खान त सक्छ नि सक्दिन अनि के खाने भनेर त राम्रो फेरि ट्राई गर्दा भगवान् यहाँ चटनी इज रेडी है सो हामी चाहिँ रेडी भएर बसेको छौँ होइन तर वी आर वेटिङ फर माई दादा सो हिज अन द वे गाइजहरू कैसा फील हो रहा है तो अभी बताओ अच्छा यस केटीहरू चाहिँ अल प्रिपेयर टु इट है के छ गाइस वी आर रेडी सो यस अहिलेको लागि चाहिँ हामी लाइभ जाँदै गरौँ होइन एन्ड देन सो यस अहिलेको लागि चाहिँ हामी लाइभ जाँदै गर्छौँ होइन अनि त्यही नै हो स्टे ट्युन फुल भिडियो हेर्नु होला है त यो चाहिँ जस्ट मैले बिचमा गरेर राख्छु कि यो भिडियो आई मिन पढ्नु दे ल म बोल्नु भन्दा खानामा मजा लिने खालको मान्छे हो गाइस बाइ नगर्नु होला है म त बोल्दै पनि मजा लिन्छु त खाना अलिक दिन्छु भन्छ म अलिक बोलेर भन्दा पनि खाएर मजा लिने पढाउनु कमेन्ट पढ सरी गाइस हैन कमेन्ट चाहिँ तिम्रो कमेन्ट चाहिँ पढ नि त राम्रोसँग नयाँ साथी देखेर खुसी लाग्यो रे हो र रेड ड्रेस लुक सो कन्फ्युज रे उ यता उतै भागिरहेछ
बेचारा गर्ल्स नाइट पार्टी नशा कुछ होने लगा है अब रोना भी स्टार्ट होगा थोड़ी देर में नो Hello. alcohol guys That's beautiful. Hello. life is beautiful Oh. Hi guys, so we are enjoying our food but we are live video, so we have to focus on that camera as well, okay? And we hope you will understand it. Because it's all we've got to the mobile there, no? Okay. Hi. Yeah, the chutpati cost live in one. Dami. चटपटीको कतिलाई त चटपटीको टेस्टै थाहा छैन होला चटपटी के भन्ने छ त्यो लिएर आइछ आफैले ल आज त हजुर सेल्फ सर्भिस ल आज बुल्ने केही गर्दैन अनि छिटो सो यस अब पकामै त म यहाँ कोक छ थ्यांक यू दादा कपाल भन्छ है this red dress need a peaceful dress I'm like this guys, so don't worry. Right? हजुर दादा यो कुचो आएको छ नि आउने चले रहेछ प्लिज अलि यहाँबाट हिँड्छ के भिडियो गरिरहेको भिडियो त त्यो क्यामेरा लागेर तार बस्छ न मोइस्चर गर्नु नि पानी त खतरा छ तास भयो यार माथि हाम्रो के अरे कोरियाको सेफ हुन्छ अनि खाने चाहिँ हाम्रो चाहिँ अब के भने अब kita खानी यहाँ पानी नखाइकन हो अनिताको भात नै मिठो छ है रे हो र खाएको क्या खाइ क्या प्रोफेसनल कुकले बाफले हाई कुक द पेटबाट लाग्छ खजा हुन्छ खाना चाहिँ कतिहरु अनि सबै यहाँ पहिला आहा म त त्यो खाइसके हुन्न खै चाल गरेको हो नै आएको दुध भन्छ मलाई त निकै कमेन्ट आयो हो कति धाको कति धाको अनि पानी मात्रै पापेर गर्नु यो मागेर भन्नु छ नि उसको लागि नि हुन्छ मात्र हुन्छ के पानी पनि बाफले भन्दा पनि यो कुरा लाग्यो टेस्टी हुन्छ कबर अनि खाएको गाइस छिटो गाइस त हामीले चाहिँ मात्र बानी हिँडेको हामी तिम्रो पार्टीको दिनवाला ट्रेनिङ हुन्छ जस्तो लाग्यो हो सबैलाई लाग्छ नि अनि त्यहाँ सादा भोलि जाँदा पुरा खाएर पनि लिएर गयो Did you remember her? Yes, Kiki, yeah, of course. Welcome back, Kiki. Nice, welcome back. म त अलिकति My God, guys.
यसलाई हुन्छ बसाल्नु त्यो त उयोमा हाल्नु नि कति हो हालेको सक्छ त्योहरू बिगारी खानु हुँदैन क्या प्रेरणाजी अनिताजीलाई नओबी काम गर्न भन्नु न खुट्टा दुख्छ होला है ल है बसेर काम गर्दैन माई गड ओ माई गड वाह ल अब के गर्छ काम गर्छ एउटा ल्याउ न ए यहाँ छ यार यो एक फोन दियो भने खायो मैले गोरी बनाएको के फोनले बनाएको है राख्छ राख्छ दान यसलाई दान अब चाहिँ बास कति न दान काकी के कोही भयो कि के काकी के खाइ बाउको सुरु भएर होला माथि खाँदै गर्नु भरि पानी आयो रे म पनि पाउने है तर मैले खाँदैन म टिका खाँदैछु अहिलेको हातले मिठो जस्तो छ अरे हो नि हातले मिठो भयो मैले सोधेको छ भनेको त प्रीति मान्छेलाई है सबै अलिअलि अमिताको म्यासेज गरेको है किन खानु राम्रो छ के हाल्नु खै म हेर्छु हेरेर पछि कमेन्ट खाइरहेको मैले हो तिमी खाएर हेर है यो अचार हेरेर म चाहिँ अलिक हेर्नु पर्यो है त छ नि मैले चाहिँ लगाएको सेम पिस आर्टिस्ट सो गाइस हामी यो भिडियोको लागि चाहिँ गर्नुपर्छ हैन त मैले खानुलाई है त्यसमा भने त्यसमा पनि पहिला त्यसमा भन्छ होला हैन त्यति है मैले के गर्नु पर्यो So, okay everybody, we hope you guys enjoyed watching us, हैन So, कस्तो लाग्यो भनेर भिडियो कमेन्ट गरिदिनुहोस् आज यो सानो डिप्सहरु हामीले हजुरहरुको लागि राखेको छौं हैन So still हामीसँग we have more food to finish and we're going to enjoy them without any cameras but we have live here so we're gonna keep on live So yeah, take it out